सबैजनालाई मेरो च्यानलमा हजुरहरूलाई एकदमै धेरै स्वागत छ। यो चाहिँ मेरो युट्युबको फर्स्ट भिडियो हो। कस्तो हुन्छ हेरिदिनु होला। अनि म चाहिँ आज मुकबाङ गर्न लाग्दैछु। मसँग चाहिँ छ आज सिन रामेन एन्ड देन मोमो। यो चाहिँ मैले आफै घरमा बनाएको हिजो बेलुका। त्यही भएर त्यस्तो राम्रो त छैन, बट म आफैले बनाएको अन्त त्यही पाइँदैछ। एन्ड देन मसँग छ मोमोको अचार। अनि ड्रिङ्क्सको लागि चाहिँ मसँग छ कोक जेरो, कोक नो सुगर। मेरो चाहिँ यो फर्स्ट भिडियो हो, त्यही भएर कस्तो हुन्छ होला प्लिज हेरिदिनु होला सबैजनाले। त्यति भन्दै म चाहिँ खाना सुरु गर्छु। पहिला चाहिँ मैले रामेन मिक्स गर्छु। मैले रामेनको चाहिँ यो चाहिँ सिन रामेन हो, सुपवाला हो नि त। अनि मैले माथिबाट मात्रै सुप छरेको थिएँ अनि मिक्स गर्छु। अनि मैले चाहिँ अलिअलि भेजिसहरू नै हालेको छु। यो चाहिँ यहीसँग आउँदैन, मलाई चाहिँ भेजीहरू हालेको मनपर्छ। त्यही भएर मैले क्यारोट एन्ड यो चाहिँ अनियन लिभ्स के हरियो काँचको पात अनि यो चाहिँ मोमोको अचारको चम्चा के अरे मिक्स टुगेदर। अनि यो चाहिँ तातो तातो छ, मैले भर्खरै हालेर ल्याएर आएको। अनि युट्युबको मेरो फर्स्ट भिडियो हो नि त, अनि मलाई के बोल्ने के नबोल्ने कसरी गर्ने अलि आइडिया छैन। मैले खालि मुकबाङ भिडियो चाहिँ मैले चाहिँ अरूको मुकबाङ चाहिँ एकदमै हेर्छु कि मलाई चाहिँ एकदम मुकबाङ भिडियो हेर्न लास्टै मनपर्छ। अनि आज चाहिँ मैले यसो सोचेको लेट्स ट्राई भनेर। त्यही भएर सिन रामेन अनि हिजो मैले मोमो बनाएको थिएँ घरमै। अनि त्यही भएर मोमो र सिन रामेन, मोमो र रामेनहरू अथवा त्यस्तोहरू चाहिँ अलिक मनपर्छ मलाई सँगै खानलाई। त्यही भएर बनाएको छु, हेरिदिनु होला सबैजनाले। अलिअलि मिक्स भए जस्तो छ। ल चेयर्स एभ्रिवान, खाए ल। म चाहिँ एकदमै रामेन नुडल्स लभर, एकदमै भिड्रो हुन्छ। मोमो नि यो चाहिँ पोर्क मोमो हो। अचारमा अचार पनि लास्टै मिठो भएछ। मैले त्यस्तो तारिफ गर्न लागेको त होइन कि, मैले सबै हालेर एकचोटि ब्लेन्ड गर्दै थिएँ। एकदमै हाम्रो नेपाली टेस्टमा चाहिने जस्तो टक्क अमिलो पिरो छ। मलाई चाहिँ यति धेरै खानु त सक्दैन, त्यो पनि अलिअलि। मान्छेहरूले त मुकबाङमा त यति धेरै खान्छ नि त, म त यति धेरै खानु त सक्दैन। त्यही पनि अलिअलि खाएको नि भिडियो बनाऊँ न भनेर मात्र बनाएको। पिरो चाहिँ लास्टै छ। छाउछाउ नि पिरो, अचार पनि पिरो।
मोमो चाहिँ कति दिनपछि बनाएर खाएको थिएँ हामीले हिजो। स्वर्गै पुगेको जस्तो लाग्यो। बिस्तारै। अचार चाहिँ लास्टै टक्क पिरो र टिमुर पनि टुक्क लागेको छ। ड्रिङ्क्स पनि खान्छु। चाहिँ सबैजनालाई कोक चाहिँ मोमो रामेनसँग चाहिँ वाउ, मलाई चाहिँ लास्टै मनपर्छ। मोमो र चाउचाउ। मिठो। Siapa? Pilih. लास्टै भोक लागिरहेको थियो, मोमोसँग रामेन खाना पाएपछि त
पिरो भयो अचार चाहिँ अलि थोरै हाल्छु अचार पनि लास्टै पिरो पिरो भयो आयो लास्टै आज मैले ससेज पनि हाल्छु भनेर सोचेको थिएँ अनि फेरि खान सक्दैन होला जस्तो लागेर नहालेको ठिक्क भयो सरी सरी कोक खायो भने चाहिँ यही हो बेफाइदा चाहिँ एकदम धेरै देवा आउने यदि सबै एकैचोटि खानुपर्ने रहेछ ल ओ माइ गॉड अरू चाहिँ के गर्दैन कुरा साउथको ड्राई फ्रुटहरू के रहेछ so good ल खाएर नि सबै फिनिस गरेँ
सबैजनालाई एकदमै धेरै थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो एन्ड देन इफ यु आर न्यू इन हियर प्लिज लाइक सेयर सब्सक्राइब गरिदिनु होला प्लिज एन्ड देन थ्याङ्क यू सो मच एभ्री वान बाई see you on next video hopefully bye